ल आमा बाउ है यहाँ जोइहरू सबै छ। ल आज चाहिँ छोराको बिहामा जाँदैछ है। ल ल आउँदैछ, बाबाहरू अगाडि जानुभयो। छोरी 10 बुझौँ लड्यो तर समाजमा चाहिँ तँलाई तेरो छोरी केही गरेको छैन त आउँदै सुधार यस्तो आजदेखि अब बाटो खुल्ला। अलिअलि त रुनु पऱ्यो नि भन्दा यो हो नि त। हेलो सबैजनालाई है। आज फेरि मेरो उता पार्टी थियो भने आज बिहान रेडी भएर चाहिँ हामी टिका लाउँदैछौँ। यहाँ दाजु काकाहरू बडाबाउहरू होइन बाउहरू छ। बेहुली रेडी अझै राम्रोसँग भइसकेको छैन भने हामी टिका लाएर चाहिँ यता रेडी हुनुपर्ने हुन्छ है। दिन छ आजको। अनि मेरो साथी बेहु मैजूको साथी बाउ दिदी बहिनीको हाल छ। हामी फ्यामिली मात्रै हो आज जानुपर्ने चाहिँ। ल लगाइदिनु यो कन्या केटीलाई लगभग अब रेडी भयौँ होइन। हाम्रो साइला जोई जान्छ, छोडेनको आपा। ल टिका ल म चाहिँ हिँडेँ है। ल साथी अन्त अतालेर के गर्छौ? ल कान्छी गएको यताउता गर्दै गर। कान्छी को साथी बोला छैन? ल लाग्यौँ हामी चाहिँ अब सम्धी गाउँ सम्धी गाउँ ससुराली। ल छोडेन। ल मिसेस हाई गुड मर्निङ भनिदियो। ल गुड ल होइन। अब आज चाहिँ छोडेनले चाहिँ मैजू स्याहार छ होइन। अन्त मम्मी बाबा म छोडेन अनि छोडेनको बाबा होइन। मेरो भाइ कान्छ, त्यहाँदेखि फ्यामिली छ त्यस्तो। अब खतरा होइन उता सानो पार्टी मतलब बाटो खोल्ने मात्रै हो। हामी 2 गाडी छ होइन। अब जानुपर्ने हुन्छ है। गोरा दिदीलाई जोतिहालेछ त्यो बिना त किचनको गफ जोति हुने कि। बुहारीको आमा चाहिँ फेरि हाम्रो त चेलीहरू रहेछ होइन। एकै बेर यस्तो चाहिँ बहिनी यस्तो गर्नुपर्छ। कुदो पत्र राखेर चाहिँ के हो त्यो चुला ढकनी। आज चाहिँ गाडी चाहिँ खाँदा हात छ उनीहरूको त्यो आमालाई त्यहाँदेखि मौलीको त्यहाँदेखि भैतको चाहिँ कुदो पत्र गर्नुपर्छ बहिनी। केही पर होइन हिँड्मा त भाइ अस्ति हामी ओर्लेर म चाहिँ ओर्लेर हिँड्ने मात्रै रहेछ होइन पर्दैन भाइ। जबरजस्ती गरेँ नि होइन अगाडि नदेख्दो रहेछ नि अन्त गाडी ठाडो परेको। अस्ति हामी यस्तो गएको नि मलाई योभन्दा अप्ठ्यारो थियो त अहिले अलिक बनाएछु। पयौँ डाँडा आइपुगे हामी चाहिँ। एउटा गाडी चाहिँ अगाडि गएको छ, हाम्रो गाडी चाहिँ यो। पुगिहाल्यो नि जान्छ हौ तिनीहरू के छोडेनले गर्नुपर्छ भिडियो त कहाँ म गर्छु तल त जोइ हो फेरि गरेको चाहिँ ढोक्दा हुन्छ कि गर्नु ल ढोकेको। ससुराली जाँदैछ हो। ससुराली जाँदा एक्साइटेड छ अलिकति। बुढा सम्दिन मात्रै हेर्नु मेरो मिसेस पनि कति दिन भयो? 1 हप्ता भयो। अब घर जाने म त खुसी नै हुन्छ त होइन।
बिहानै उठेर रेडी भएर चाहिँ हामी चाहिँ एकजना फ्यामिली मात्रै छ बाटो राम्रो छ काका दाजु मात्रै हो बाटो चाहिँ खराब बाउहरू होइन हामी फ्यामिली चाहिँ गएको ल छोडेन के भन्थ्यो मामाको बिहामा कति एक्सिडेन्ट तल मैजुको घर हामी चाहिँ झर्दैछौँ ओह्रालो लाग्यो आज चाहिँ ससुराली ओह्रालो हो अस्ति चाहिँ मेरो मिसेस लिएर ओह्रालो घर जानु पर्थ्यो भने आज फेरि ससुराली घर लाग्दैछौँ र के भन्छ यो जग्गा त पोखरी स्कुल ओह्रालो झर्नुपर्छ हेरौँ अब ल बेहुली ल आउँदैछ बाबाहरू अगाडि जानुभयो ल लट्ठी छैन त बेहुला बाउ पर्दैन बाउहरूको उहिले दस्तुरमा जानु पर्थ्यो ल यहाँ चाहिँ बेहुला बाउ यता हेरिदिनु मेरो बाबा ल जाउँ हिँड्नु यहाँ कल्लेहरू चाहिँ अगाडि गएको छ ए अँ यो पोखरी स्कुल रहेछ गभर्मेन्ट अफ प्राइमेरी स्कुल रहेछ आउनु ल आमा बाउ है यहाँ जोइहरू सबै छ ल आज चाहिँ छोराको बिहामा जाँदैछ है ल सम्झिने भेटघाट हुन्छ हाम्रो के हुन्छ म देखाउँछु है अब भिडियो गर्नेले कस्तो गरिन्छ छोटेन छ म अगाडि भयो फेरि दादा भएर बेहुलीसँगै ल्याउनु पर्दैन भन्यो भने त मार त यहाँ आउनै बेहुली बाउको पछाडि ल उहाँले नै हेर्छ पेरुङ्गा यहाँ छ है अनि कुटा कुखुरा भाजी आरएस 2 बोतल हुँदो यो तपाईँको यो त्यो त मौलिक हो यो मौलिको दिने यो गरी खान्छु भनेर उसले पनि आज दिने काम होइन हुँदैन गरी खान्छु भनेर अब कुरा यसोसी तपाईँहरू बोल्नु भनेको छु लागि म तपाईँलाई यहाँ सुन्नुहोस् है अब तपाईँको छोरी लग्यो है 10 को 12 मङ्गलको नियम तपाईँहरूले लिनुभयो है अब हेला हो जो तपाईँ दुईजना सम्झि पनि यता छ सम्झि छ तपाईँले कुरा राख्नुहोस् बोल्नुहोस् लेखापढी गरेर केही फाइदा पनि छैन लेखापढी गरेर के काम गर्छ गर्दैन त्यो तपाईँको झन् अझै नराम्रो तुसो बस्दैछ छाडा भयो यस्तो भन्छ हामी जिम्मालु मेरा बहिनी हो नि त हाम्रो जिम्मालु हामी जिम्मालु के हुन्छ हौ त्यसो त गर्ने खालको छैन नि त त्यो हो नि त त्यो हेला गर्छु भनेर लग्यो होइन नि त हो गरी खान्छु भनेर लगेको अब यसो गर्नुहोस् तपाईँहरू समिति चिनाजना भएपछि 4 जना रुममा बस्नुहोस् छोरीछोरी राख्नुहोस् तपाईँले उतै भन्नुहोस् त्यो घरभित्रको कुरा उतै गर्नुहोस् टाइम छ नि सुरुमा त हो नि हामी कहाँ टाढा
हामीलाई तपाईँले भन्दा भयो नि त हौ ओ सिएल यस्तो चाहिँ गरेको थियो पहिला भन्दा भयो नि हामी मान्छौँ त्यो हामी छ नि यो जिम्मेवारी यहाँ पञ्चायत हामी सबै जिम्मेवारी छ नि यहाँ पञ्चायत बनाउनु भएको छ जिम्मेवारी छ नि हामी किन पहिला यता पहिला अच्छा म एउटा कुरा चाहिँ अब तपाईले सम्झिलाई भेट्नु होइन यताबाट पहिला सम्झिएको मुस्किल अब यताबाट पहिलाको त्यो हो नि त नियम त पालन गर्नु पर्यो यहाँबाट सम्झि भयो अब आजदेखि है आजदेखि अब बाटो खुल्ला हुँदैछ चिन्जान भयो कता बाटो फेर नठोकियोस् त्यही देवी देवराले नछेकियोस् सबै राजा बादशाहले नछेकियोस् चिन्जना भएको छ आज पछि मात्रै हुन्छ है बिहामा अहिले हुँदैन यो चिनाजाना मात्रै हो चिनाजाना यो चिनाजाना मात्रै हो ढोक पछि हुन्छ ठिक हाम्रो चिनाजाना भयो अब नाचगान गर्नुपर्छ है फेरि समितिले नाच्नुपर्छ है नाचेर सुनिनु पर्यो आज सक्यो भने भयो नि आज सक्दा नि ड्युटी जान्छ नि त अहिले जस्तो राखिदिन्छ नि यता बस्छ नि यो आइ बस्छ यहीँ बस्छ नि भइगयो जानु पर्यो राख्दैन छोडिदिन्छ पाल्नु सक्दैन तर अहिले दुरनमा अहिले जस्तो जस्तो चाहिँ बिदा माग्ने कार्यक्रम चल्दैछ होइन भित्र चाहिँ यता ममता हुँदैछ हाम्रो बेहुली छ अब जाने बेलामा रुला जस्तो गरेछ मुन रोइदिन्छु होइन मेरो सङ्गवास दिनु पऱ्यो बेहुलाले दाजुभाइ पर्छ जिम्मामा छ मेरो चेली हो आमा सासू छ हो खुल्ला मनको छ बिग्रिँदैन नि त को बिग्रिन्छ बिदौरी भयो बिदौरी अब चाहिँ फर्किने बेला हुन्छ है यहाँ हाम्रो मामाहरू गफ गर्दैछ है बाबा सबैजना छ हाम्रो पुसेको एक त जाउँछ सम्झना छ छाडी जानेलाई
बाटो बन्नु पहिला जमानामा करायो भनेर मैले घर भागिहाल्थ्यो त्यस्तो जमाना छैन सम्झिने गफ हुँदैछ आमा र यता आमा आफ्नै छोरा चाहिँ सोध्नु भयो मेरै छोरी हो होइन अब एउटै हुनु पर्यो नि हामी होइन नमर्न हामी बाँच्नु चाल त राम्रो होस् होइन हामी मरेर आँखा आफू बाँच्नु चाल चाहिँ सासु ससुराको पनि मन चाहिँ खुसी होस् न भन्ने कुरा मात्रै हो है। अब यसरी नै हामी आयौँ खायौँ दुःख दियौँ होला भोलिपर्सि आज जाइ गरौँ न हामीले होइन तिमी हामी सबै आउनु नपाए नि बेला बेला टाढो बाटो अलिअलि त रुनु पऱ्यो नि भन्दा आउनु हुँदैछ सबैजना फर्क्यो अब पछि फर्केको हामी चाहिँ फर्केर गएको बेहुली पनि रुँदैछ होइन हेर्नु के पर्सिको दिन आइहाल्छ त मजाले रुनु न होइन दुई ठाउँ मामा त्यो गोला आउनुभन्दा अगाडि भन्नुहोस् हामी गोला आए भन्नुहोस् कि हामी चाहिँ रङ्गित आइपुग्यो होइन सबैजना फोटो खिच्दैछ यहाँ पछाडि छ एउटा गाडी यहाँ भेनाहरू ल भेना एकछिन अगाडि हुँदैछ हाम्रो साउथ र वेस्टको बिचमा ल रङ्गित खोलाको बिचमा हुँदैछ डान्स पनि यो हो नि त यो मायाको जोडी हो मायाको जोडी हो वनमा फुल्यो ल हाम्रो दाजुहरू सबै छ पञ्चायत बाउ हाम्रो सेल भेना हाम्रो बियो सर हुनुहुन्छ दाजु है बियो सर अनि हाम्रो के कमल हुनुहुन्छ काका हुनुहुन्छ विनोद काका सबैजना है राबुङलाबाट हुनुहुन्छ बियो सर ल इन्जोय अब कस्तो भयो होइन बिहा अब हल्का फुल्का मेरोपट्टिमा होइन यो हो नि त आइपुगेर जन्तीहरू होइन फ्यामिली थियो देख्नु भएको नि त हाम्रो चाहिँ अब अर्ग्यानिक भोइस दाजुहरू फरक पर्दछ जिन्दगीमा सँगै हिँडेको सँगै डुलेको उडाली उकाली भुल्न सकिया प्रिय मैले तिमीलाई भुल्न सकिन तिमीदेखि टाढा जान सकिन सँग हिँड्थ्यो थाहै नपाई हाम्रो बाटो छोडियो छोडिएर त्यसलाई हिँड्न सकिन तिमीदेखि टाढा जान सकिन मैले तिमीलाई भुल्न सकिन तिमीदेखि टाढा जान सकिन। ल
हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो होइन, तर पनि मैले आज इन गरेको। हिजो अब धेरै मान्छे थियो, अब धेरै पाहुनाहरू यताउता हेर्दा घरको फ्यामिली त थियो नि त होइन। खाना बनाउँदा यताउता गर्दा इन गर्नु भ्याएन, त्यही भएर चाहिँ अहिले बिहान इन गरेको। अझै पनि लाइक कमेन्ट सेयर सब्सक्राइब हाल्नुपर्ने हुन्छ। अनि है एकदम कोही सबैजनाले होइन कमेन्ट गरेर यताउता भनिदिनुहोस् है। अनि फेरि भिडियोहरू ल्याउने छु होइन, कन्टिन्यू नै आउने छ अब। सो फेरि दुरनमा फर्किनु पर्ने हुन्छ। अनि हाम्रो चाहिँ बाटो खोलिएको मात्रै हो, त्यो त्यस्तो ठुलो पार्टी होइन, उता नि यता नि त्यस्तो हो। पछि बाद भर्खर तपाईँहरूलाई टुलो पार्टी भयो भने चाहिँ लगातार 1 विकको बादमा भएको बिहा चाहिँ त्यो। बाई बाई, सी यू नेक्स्ट भिडियो है।